8 क्लास पासले देश चलाउने, बीए पासले एमए पासले त्यसको चाकरी गर्ने, पीएचडी गर्ने, चाकरी गर्ने। किनकि विश्वासै छैन यो देशको शिक्षा पढेर केही हुन्छ। जनतालाई मलेसिया कतार भगाएर राजनीति गर्नको लागि शिक्षकलाई प्रयोग गरिएको छ। आज सुमनामाथि धेरै प्रश्न उठिरहेछ, माननीय सुमनामाथि, तर उसले केही सुधारको कुरा गरेको थियो। त्यसको कारण सरकार पनि गयो, मलाई थाहा छ। नेपाली नेताले लेखिदिएछ कि तिमी मलेसिया कतार जानको लागि जन्मिया छ र तिमी सधैँ त्यहीँ जाऊ र मेरो चुनावको नाम झोला बोक। टिचर किन झोला बोक्ने? जबसम्म शिक्षालाई ट्रेड युनियन खारिज गर्दैन कुनै पनि कर्मचारीमा पनि, सचिव हुनुहुन्छ, यहीँ अब सचिव को हुनुहुन्छ, म त चिनिन उहाँलाई, अब तपाईँ हुनुहुन्छ उहाँ है सचिव जानु भएको थिएन कि? आउने 100-200 वर्षमा पनि नेपाल जङ्गली स्टेट रहन्छ। जङ्गली स्टेटमा हामी बाँचिरहेछौँ किनकि ग्लोबल कम्पिटिसनको विद्यार्थी हामी बनाउँदैन, हामी त बेलचा चलाउने बनाउँछौँ नि। जबसम्म विद्यालय व्यवस्थापन समिति रहन्छ, विद्यालयलाई पशुपतिनाथले पनि सुधार्न सक्दैन। व्यवस्थापन समितिको के कन्ट्रिब्युसन किन चाहियो? सरकारी विद्यालयमा व्यवस्थापन समिति किन चाहियो? शिक्षकको तलब सरकार किन गाउँपालिकामा पठाउने? यो अराजकता क्रिएट गर्ने हो नि, यो देश बन्छ। तपाईले पढाउने शिक्षा बुढा न्युकर्नको विद्यार्थी, जेम्सको विद्यार्थी, विलियम्सको या त्योभन्दा पनि म बताउँछु, लिङ्कनको र ब्रिटिस स्कुलको र विलियम्सको सबै त्यो नेताको छोराछोरी पढिरहेछ नि, कर्मचारीको छोराछोरी पढिरहेछ नि। कहाँबाट सुरु गरौँ कहाँ खतम, एउटा हिन्दी फिल्मको गाना छ। हामी अराजक देशको अराजक जनप्रतिनिधि र शिक्षालाई समाप्त गर्ने जनप्रतिनिधि। एउटा कुरा कसैलाई अन्यथा अर्थ नलागोस्, हामी भनेको छु, मैले कसैलाई इङ्गित गरेको छैन। त्यसको बिम्बको रूपमा म केही राख्न चाहन्छु। माननीय मन्त्रीजी पनि हुनुहुन्छ। मेरो चिन्ता मेरो बच्चा पढ्छ कि पढ्दैन किन, या म पढ्छु कि पढ्दैन थिएन, किनकि म जन्मनुभन्दा पहिला पनि मेरो परिवारमा पीएचडी गरेको थियो। म 70 अङ्ग्रेजी डेट 1970 को डेट अफ बर्थ हो। त्योभन्दा पहिला पनि मेरो काका छोराहरू अमेरिका गएर पीएचडी गरेको। त शिक्षाको समस्या हामीलाई छैन, समस्या पीठमा बस्ने मान्छे छ। मेरो आँखाबाट आँसु गिर्छ कि जब 35 वर्ष भइसक्यो अनि बहुदल आएको, त मेरो गाउँको मुसरको छोरा विद्यालय जान सकेका छैन, चमारको छोरा जान सकेका छैन, चेपाङको छोरा जान सकेका छैन। तपाईहरुले खसारेको शिक्षालाई जोडेर भन्नुहुन्छ 60% त्यो मिथ्याङ्क हो, तथ्याङ्क होइन। म दावाको साथ भन्छु, शिक्षा मन्त्रीजी एउटा टिम गठन गर्नुहोस्। मेरो कन्स्टिट्युन्सीमा 10% पनि शिक्षा छैन। 10% शिक्षा भयो भने म सार्वजनिक रूपले यदि रियल गाउँको शिक्षा गरे भने। शिक्षा भनेको नाउँ लेख्नेलाई शिक्षा होइन, किनकि हामी अराजकताको चाङमा आफ्नो फाइदाको लागि मात्र शिक्षाको प्रयोग गरेका छौँ। केही मानिसहरू बोलेर जानुभयो कि ट्रेड युनियनको राइट, ट्रेड युनियनको राइट वामपन्थी विचार हो। त्यो पनि प्राइभेट र कम्पनीको इन्डस्ट्रीको रसामा मार्क्स लेखेको कहिले, जुन बेला प्राइभेट फ्याक्ट्रीमा थियो, लेबरको कन्सेप्ट थियो। यहाँ कुन टिचर भन्दा कुन टिचरको तलब कम किन चाहियो शिक्षा महासंघ? जब दुईटा कुरा नेपाललाई बिगारेको नेपाली नेता र ब्युरोक्रेट्सलाई विदेशीले केही एजेन्डा बोकाएर, जस्तै जबसम्म विद्यालय व्यवस्थापन समिति रहन्छ, विद्यालयलाई पशुपतिनाथले पनि सुधार्न सक्दैन। व्यवस्थापन समितिको के कन्ट्रिब्युसन किन चाहियो? सरकारी विद्यालयमा व्यवस्थापन समिति किन चाहियो? सामुदायिक विद्यालयमा किन चाहियो? समुदायको त्यसमा केही कन्ट्रिब्युसन छैन नि। गभर्नमेन्ट तलब दिन्छ, गभर्नमेन्टमा इन्फ्रास्ट्रक्चरको दिन्छ। जस्तै अस्ति भर्खर एउटा न्युज थियो, शिक्षा मन्त्रीको ध्यान आकर्षण त्यहाँ भएछ कि छैन मैले आकर्षण गराउँछु। इक्वेरा कि उकालोमा थियो कि राष्ट्रपति शिक्षाका आयोजनाको 23 अरब बजेट 5-7 जनाले खाएर सहा गरेछ, आफ्नो कार्यकर्ता पालेर। मान्छेको फोटो समेत थियो। अब फोटो संयोगले अब हामी पनि 4-4 साल चिनेकै हो, अब नाउँ नलिउँ व्यक्तिगत रूपमा। तर शिक्षा मन्त्रालयको ध्यान आकर्षण गर्न चाहन्छु, त्यो फोटोमा हाम्रो किन अनुहार आएन? मधेसको कुनै नेताको अनुहार किन आएन? जहाँ पपुलेसन छ त्यहाँ स्कुल छैन, टिचर छैन। जहाँ पपुलेसन छैन त्यहाँ स्कुल र टिचरको व्यवस्था गर्छौँ। दोस्रो कुरा, दुनियाँमा यदि नेपालमा यदि रियल आयो भने सबभन्दा नक्कली शिक्षा सर्टिफिकेट विद्यालय शिक्षकहरूकै छ। जहाँ नक्कली शिक्षाका सर्टिफिकेट लिएर नियुक्ति पाउने र भन्ने कि त्यहाँको शिक्षा हुन्छ, किनकि व्यवस्थापन समितिले त्यही गर्छ। नभए पारीबाट पनि बुहारीलाई भतिजालाई यिनीहरूको सर्टिफिकेट लाउँछ, त्यसपछि नियुक्ति दिन्छ। त्यसपछि दलहरू हामी जिन्दाबाद गराउँदै नारा लगाउँछौँ, थाहै गराउँछौँ। नेपालमा मात्र आन्दोलनको भरमा थाहै हुने चाहिँ युनिभर्सिटीमा हो। एकचोटिमा 7000 थाहै भयो। त्यो गिर्जाओले जुस खुवाउनु रत्न पार्कमा 7000 एकैचोटि त्रिभुवन युनिभर्सिटीमा थाहै भयो। त्यस्ताले पढाउँछ, हामी पनि पढेर आएको छु। जबसम्म आवासीय विद्यालयको कन्सेप्ट हुँदैन तबसम्म विद्यालय शिक्षा सुधार्यो भने त्यसलाई म ढोक्न जान्छु। म पनि एउटा युनिभर्सिटीको पीएचडी हो हामी, किनकि आवासीय युनिभर्सिटीमा के हुन्छ, आवासीय स्कुलमा जस्तै इन्डियामा पनि छ, गाउँ गाउँमा कहीँ स्कुलको जिम्मा दिन्छ।
मेयर 8 क्लास पास, उसले एमए वालालाई भन्छ मेरो घरको गाई बस्तु चरायो भने तिमी तलब पाउँदैन। मैले आँखाले देखेको छु। मेयरलाई भन्दैन। मेयर भन्छ सांसदभन्दा त बढी म अधिकार छु, म आफ्नै क्षेत्रको कुरा गर्छु। जो बिहानै बेलुका चाकरी गर्थ्यो, योभन्दा पहिला मेयर थियो, जसले उसको गाँजा पिने बच्चादेखि बानी त्यो गाँजा जसले चिलिम भर्थ्यो त्यो टिचरको तले न त 3 महिना रोकिदिन्छ। शिक्षकको तलब सरकार किन गाउँपालिकामा पठाउने? यो अराजकता क्रिएट गर्ने हो नि। यो देश बन्छ। तपाईँले पढाउने शिक्षा बुढा न्युटनको विद्यार्थी, जेम्सको विद्यार्थी, विलियम्सको या त्योभन्दा पनि म बताउँछु, लिङ्कनको र ब्रिटिस स्कुलको र विलियम्सको सबै त्यो नेताको छोराछोरी पढिरहेछ नि, कर्मचारीको छोराछोरी पढिरहेछ नि। विदेशीको त थोरै छ नि। म गएको थिएँ आफ्नो छोराको एडमिसन गरेर, म त्यो स्कुल हेर्न गएको थिएँ। त्यसको फी जम्मा 24 लाख 25 लाख छ सालको। र त्यसको त्यो लिङ्कनको विद्यार्थीसँग मेरो गाउँको हलियाको छोरा कम्पिट गर्छ। तपाईँले उसको त मलेसिया कतार उसको डेस्टिनेसनमा जन्मिँदा होइन। नेपाली नेताले लेखिदिएछ कि तिमी मलेसिया कतार जानको लागि जन्मिया छ र तिमी सधैँ त्यहीँ जाऊ र मेरो चुनावको नाम झोला बोक। टिचर किन झोला बोक्ने? जबसम्म शिक्षालाई ट्रेड युनियन खारिज गर्दैन, कुनै पनि कर्मचारीमा पनि सचिव हुनुहुन्छ, यहीँ अब सचिवको हुनुहुन्छ, म त चिनिन उहाँलाई। अब तपाईँ हुनुहुन्छ उहाँ है सचिव जानु भएको थिएन कि? अच्छा ठिक छ, ठिक छ। मैले त्यही सचिवलाई एउटा गएर कार्यालय सकी धम्काउँछ, किनकि मेरो सम्पर्क काङ्ग्रेसको सभापतिसँग छ, एमालेको अध्यक्षसँग छ, किन म त त्यो पार्टीको ट्रेड युनियनको छु नि। तपाईँलाई त एक दिनमा खुब बुझाएको छु। मैले सुरुमा सांसद बनाएको थिएँ, म त इन्डियाबाट पढेर आएको थिएँ। त्यहाँ त कम्पिटिटिभ छ, आइएस आइपिएसलाई त प्रधानमन्त्री छुन सक्दैन। एउटा नासुले जहिले पनि एउटा सहसचिवलाई बोकेर आउने, म अन्तिम संसदीय घिजाउको नजिक पनि थिएँ, उसलाई सचिव बनाइदिनु। अहनु त मैले एक दिन भनिदिएँ कि हे भगवान्, देशलाई भगवानै बचाउँछ। जहाँ नासुले सचिवलाई बनाउँछ त्यो नासु टेर्छ। त्यस कारण शिक्षा बिग्रेको कहाँ भने गाउँ गाउँमा अरबौँ लगानी भयो। एउटा दूरसञ्चारले सबै ठाउँमा आइटी सेन्टर भनेर कम्प्युटर पनि 20-25वटा दिएछ तर कम्प्युटर टिचर दिएको छैन। अब त्यसले त्यो मजाले खिया लागिरहेछ। म देख्छु मेरो क्षेत्रमा 5-7वटा हाई स्कुलमा पढाएको छ। दोस्रो कुरा, दुनियाँमा एक थरीको टिचर हुन्छ। या त शिक्षक सेवा आयोग खारिज गरौँ। शिक्षक सेवा आयोगको कारण के 5-10 सालमा शिक्षक कमिसनबाट नियुक्ति गर्न छ नि, त्यसलाई गर्न दिँदैन। गयो भने आफ्नो कार्यकर्ता कसरी जागिर पाउँछ? यो देशको रिसोर्स जनतालाई मलेसिया कतार भगाएर राजनीति गर्नको लागि शिक्षकलाई प्रयोग गरिएको छ। त्यो अन्त नभइकन भन्छु एउटा कुरा के भने आज सुम्नामाथि धेरै प्रश्न उठिरहेछ, माननीय सुम्नामाथि, तर उसले केही सुधारको कुरा गरेको थियो। त्यसको कारण सरकार पनि गयो, मलाई थाहा छ। किनकि छुनु दिन ट्रेड युनियन एउटा कुरा के भने ट्रेड युनियनले देश बनाउँछ। ट्रेड युनियनको त के हुन्छ, झोलाले घुमिन्छ, नेताको चाकरी गर्ने। म एउटा नाउँ लिएर भन्छु, एकजना गृहमन्त्री प्रधानमन्त्री थियो सुशीलाको सरकारमा, वामदेवजी। एमालेको ट्रेड युनियन 75 जिल्लाको सिडिओको ट्रान्सफरको लिस्ट लिएर गयो। उहाँले मलाई एक दिन भन्नुभयो खाना खाएर 75 जिल्लाको सिडिओ ट्रान्सफर गर्ने ट्रेड युनियनले, त कुन जिल्लाको सिडिओ म र सचिवले ट्रान्सफर गर्ने? त्यो एमाले होइन, काङ्ग्रेसमा पनि त्यही छ, अरूमा त्यही छ। यसले देशको शासन प्रशासन बिग्रिया छ। जहाँ कम असल शिक्षक हुन्छ, मैले देख्छु अस्ति एउटा टिभीमा देखाइरहेको थिएँ, फेसबुकमा, बिहार पनि देखाइरहेको थियो। यो अर्को बिहार छ, नेपाल अर्को बिहार छ। बिहारको एक्सटेन्डेड फर्म छ, किनकि जसलाई एप्पल लेख्न आउँदैन त्यो टिचर हो, जसलाई क्यारोट लेख्न आउँदैन टिचर हो। अनि जसको कुनै काम छैन, कुनै पार्टीको छ, एकचोटि मैले कसम खाएर झोले विद्यालय अन्त गरेँ। झोले विद्यालय शिक्षा मन्त्रालयको ब्रेन चाइल्ड थियो। व्यवस्थापन समिति र उपभोक्ता समिति, यो दुईटा विदेशीले नेपाललाई बर्बाद गरेको हो। व्यवस्थापन समितिबाट जुन देशको शिक्षा समाप्त हुन्छ, देश कहिले पुग्दैन। आउने 50 वर्ष, हामी त बढीमा 20-25 बाँच्छौँ, किनकि 50 को उमेर भइसकेपछि आउने 100-200 वर्षमा पनि नेपाल जङ्गली स्टेट रहन्छ। जङ्गली स्टेटमा हामी बाँचिरहेछौँ, किनकि ग्लोबल कम्पिटिसनको विद्यार्थी हामी बनाउँदैन। हामी त बेलचा चलाउने बनाउँछौँ नि, गएर अब झाडु पोछा लाग्नु बनाउँछौँ नि। प्रविधिसँग हुँदैन। कम्पिटिसनको मेरिटको कुनै ठाउँ छैन। हलियाको ठाउँ चाहिँ मन्त्रीजी हुनुभएको छ, जहाँ ठाउँ जति नियुक्ति छ सबै दलको सिफारिस आउँछ त्यहाँ दिने, किनकि त्यो त बेचारा एमाले अड्जिया देश हो, चाहे काङ्ग्रेसको मन्त्री छ त काङ्ग्रेसले अड्जिया देश हो। देश त जनताले अड्जिया होइन नि। त्यस कारण यो जुन कन्सेप्ट छ, मुसलमान जैसे अहिले भर्खर एकजना मान्ने बोल्नु कि संविधानको ट्रेड युनियनको अधिकार संविधान दिन्छ। सरकारी तलब खाएर कुन सचिव मन्त्रालयको सचिवको अर्को मन्त्रालयको सचिव सब कम तलब छ, कुन सेक्सन अफिसरको अर्को सेक्सन अफिसर कम तलब छ। त्यस कारणले जबसम्म शिक्षाको गुणस्तरीयता हुँदैन, म्याडम सायद ट्युमै पढ्नुभएको छ, पढाउनु पनि मैले त डिटेल उहाँको बायोडाटा देखाएको छैन। ट्यु भनेको चरवाहा विद्यालय हो। आफ्नो नेताहरूलाई 10 चरवाहा विद्यालय, त्यहाँ चरवाहाभन्दा बढी के भन्छ, त्यहाँ साइन्टिस्ट भन्छ।
त्यहाँ फिलोसफर भन्छ, त्यो राइटर भन्छ, त्यो बाहिरबाट पढेर आएर केही गरेमा त्यसलाई पनि गर्न दिँदैन, ठोकेर टिप काट्छ। जुन देशमा टिचर कुट्छ विद्यार्थी, जबसम्म विद्यार्थी के ट्रेड युनियन, शिक्षक के ट्रेड युनियन, कर्मचारी को ट्रेड युनियन खाने भने देश अगाडि बढ्दैन। मेरिटोक्रेसी हुनुपर्छ। मेरिटलाई ठाउँ दिनलाई दुनियाँमा के हुन्छ भने जसै जेएनयूमा छ डाइरेक्ट प्रोफेसरमा नियुक्ति हुन्छ, यहाँ दिन्छ दिँदैन नि। मेरिट हुनुपर्छ। जो मैले टपर हार्वर्डको टपर आउँछ 10वटा किताब लेखेर आउँछ, त्यसलाई लेक्चर दियो भने नियुक्ति गर्छ। यहाँ के हुन्छ, शिक्षा यस्तो चिज हो कि जहाँ जहिले पनि विद्वानलाई दिने कुरा हो। तर यहाँ जहाँ जो निजामती कर्मचारी पाएन, जो पुलिस पाएन, जो अरू पाएन, त्यो जान्छ शिक्षकमा। जस्तै हाम्रो गाउँतिर भन्छ केही काम छैन प्रहरीमा लगाइदियो, माफ गर्नुलाई तपाईँ पूर्व प्रहरीमा कसैलाई च्याउन चाहेको नि। त्यस्तो अहिले कुनै काम छैन झोले शिक्षक बनाइदिने, उसलाई आफै पढ्न आउँदैन त अरूलाई के पढाउँछ। यदि शिक्षकको मान मर्यादा र के भन्छ तलब मान यदि वृद्धि गरिएन भने दुनियाँमा जहाँ जहाँ शिक्षाको स्तर छ, मन्त्रीजीलाई आग्रह गर्छु, मन्त्रीजी पहिला गयो, उनीहरूलाई त अब एज ए शिक्षा मन्त्री जान आग्रह गर्छु कि सिङ्गापुरमा गएर हुनुहुन्छ, कति चाँडै शिक्षामा उन्नति गरे। अहिले पनि नेसनल युनिभर्सिटी सिङ्गापुर 100 भन्दा तल छ, किन वर्ल्डको टोप। कतारमा गएर शिक्षाको अध्ययन गर्नुहोस्, त्यहाँ आफ्नो मेन पावर चाहिँ त्यसले अमेरिकन यिनीहरूको जिम्मा लगाइदिएछ। जुन देशमा शिक्षित हुँदैन त्यस त अगाडि बढ्दै बढ्दैन। यहाँ त 8 क्लास पासले देश चलाउने, बिए पासले पसले त्यसको चाकरी गर्ने, पिएचडी गरेर चाकरी गर्ने। तपाईँलाई बताउँछु त्यो प्रवृत्तिको अन्त हुन्छ। मैले 3-4वटा बुझाएको, मेरो जुन संशोधन छ, एक त खुला प्रतिस्पर्धाबाट सुरुमा शिक्षक नियुक्ति हुनुपर्छ। देयर इज नो लेटरलिटी, देयर इज नो आन्दोलनको आधारमा जुन एकचोटि पुरा थाहै गरिदिनु, त्यो भर्खर गयो थियो नि सुतेर रिजल्ट आयो नि, 48% रिजल्ट आयो। जुन देशमा पास हुनुभन्दा फेलको संख्या बढी छ, त्यो देशको शिक्षा फेल छ, त्यही इन्डिकेटर छ नि। त्यो मैले भन्नै पर्दैन नि। 52% बढी छ कि 48% बढी छ, पत्रकार साथीलाई बुझ्छ नि 52% बढी होला नि। मैले गणित पढ्दाखेरि त 52% फेल भएको छ यसपालि एससीको परीक्षामा। त्यो 52% रहेछ, देश फेल छ, त्यो विद्यार्थी फेल छैन। त्यस कारणले चेपाङका जो भूमि मान्छे छ, जो गरिब मान्छे छ उसमा, किनकि इन्डियामा पनि छ प्रदेशको शिक्षा पनि छ, बिहार बोर्ड छुट्टै छ, तर सीबीएसई बोर्ड छुट्टै छ, सेन्टरको मार्फत छ। सेन्टरको विद्यालय चाहिँ एडमिसनको लागि केन्द्रीय विद्यालय, नवोदय विद्यालय, जवाहर विद्यालय, माने नेत्रहाट विद्यालय छुट्टै छुट्टै छ, किन क्वालिटी गर्नलाई। त्यसमा विद्यार्थीलाई फ्री एडमिसन, कमिसन पास गर्नुपर्छ। फेरि टोटल खर्च सरकारले दिन्छ, उसको खाने बस्ने होस्टल सबै खर्च दिन्छ। यहाँ त के हुन्छ, उपभोक्ताले दिन्छ। व्यवस्था समिति बिल्डिङ बनाउनु 5 लाख खाउने, अनि त्यसमा फर्निचर किन्ने 1 लाख खाने, कम्प्युटर किन्ने 1 लाख खाने। यो बजेट बाँचेर खाएर हामी मरिरहेछौँ। 10-20 वर्षमा हामी मरिहाल्छौँ। 4 सांसद भएर त्यसको केही भएन, झन् डिक्लाइनिङ छ। वर्ल्डको पर्सपेक्टिभमा ग्राफ यदि भन्छ भने, हामी सन्जुले म्याथमेटिक्स पढेका थिएँ, ग्राफमा हेऱ्यो भने नेपालको नेगेटिभ ग्राफ छ। जहिले पनि अधिकारको कुरा गर्छु, कर्तव्यको कुरा गर्नु हुँदैन। योभन्दा बढी अधिकार के चाहियो? गाउँ गाउँमा के भन्छ, टिचरहरू बनाएको छ, के भन्छ नगरपालिकाको शिक्षा संयोजक। टिचरलाई किन बनाउनु पर्यो? त्यसको लागि छुट्टी 753 थियो, 753 लोकसभाबाट पास गरेको सेक्सन चलाउनु पर्यो नि। त्यो जम्मै स्कुलको आफ्नो जति मेयर छ, आफ्नो हाली मुहालीलाई लिन्छ, ल तपाईँ आउनुहोस्। त्यस कारणले जबसम्म स्थानीयबाट शिक्षा हट्दैन, स्थानीयबाट शिक्षा भयो भने यही बेलचा चलाउने नेपाली बन्छ, र हामी जस्तो चलाक मान्छेको छोराछोरी विदेश पढ्छ, विदेश सेटल हुन्छ, नेपालमा रहँदैन। म अरूको कुरा गर्नु, म आफ्नै कुरा गर्छु। किनकि विश्वासै छैन यो देशको शिक्षा पढेर केही हुन्छ। यो विश्वास कसरी ल्याउने, त्यो मात्रै ऐनमा राख्दिनु, मलाई अरू केही चाहिँदैन। मेरो कुनै संशोधन चाहिँ यदि भन्नु भने, तर नेपाली जनताको विश्वास हुनु कि यहीँ पढेर म विश्वमा जागिर खान सक्छु। जस्तै हार्वर्डमा पढेर त भन्छ नि कि म दुनियाँमा कहीँ युकेमा पनि जागिर खान्छु, अस्ट्रेलियामा जान्छु, क्याम्ब्रिजमा पढेर भन्छ नि। जस्तै हामी नि जेएनयू पढेको छु, अहिले पनि नम्बर 1 युनिभर्सिटी छ। नम्बर 2 को मोदीले अहिलेसम्म गराउन सकेन, जतिसुकै तङ गरे पनि। किन रेजिडेन्सियल छ, त्यहाँ पढाइ छ, सब्सिडी छ, 600 करोड सरकारले सब्सिडी दिन्छ। यो 6 करोड नि 600 करोड एउटा क्याम्पसको लागि। 20 रुपियाँमा जिन्दगी चल्थ्यो, हामीलाई 20 रुपियाँमा कोठा दिन्थ्यो, सिङ्गल कोठा दिन्थ्यो, 700 मा 4 टाइम खाना दिन्थ्यो महिनाको। अब त्यहाँ 2000 पनि हामी पिएचडी गर्दाखेरि खर्च थिएन। उल्टे 25-30 हजार इन्डियनलाई पिएचडी गर्नलाई पैसा दिन्छ, स्टाइपेन्ड दिन्छ, जिआरएफ एसआरएफ भन्छ त्यसलाई। त्यस कारणले मेरो मन्त्रीजीसँग आग्रह के छ भने, दलप्रति उत्तरदायी हो, जनता र देशप्रति उत्तरदायी। दलप्रति उत्तरदायी भयो भने यो दलीय अवस्थाले देश बिग्रेको। मैले निर्दलीय खोजेको नि, फेरि पञ्चायतमा होइन, दलीय अवस्था शासन प्रशासनमा हुनु हुँदैन। त्यसको छाया शासन प्रशासन, शिक्षामा, स्वास्थ्यमा, ब्युरोक्रेसीमा, सिक्युरिटी फोर्समा पर्नु हुँदैन दलीय छाया। दलीय छायाको लागि शिक्षाले राजनीति गर्न पाउँछ, तर म जस्तै रिजाइन गरेर आउनुहोस्। म पनि शिक्षक थिएँ, 7-8 वर्ष म पढाएकै हो। त्यस कारणले
यहाँ के हुन्छ नि महासङ्घको आउनुभयो, त्यो अस्तिको आन्दोलन के को लागि थियो? म त्यहाँ सरकार भएको भए त्यहाँ लट्ठी लगाएर तिनीहरूलाई भन्थ्यो नो 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 वर्क नो स्यालेरी। आन्दोलन गर्नलाई सबै स्कुलबाट 5,000 10,000 लिएर सबै बस भएर मेरो क्षेत्रको पनि सबै टिचरहरूले चन्दा उठाएर, किन सित्तैमा तल पाइरहेछ, सित्तैमा तल पाएको छ भने एक महिना सित्तैमा, किनकि स्कुलै नगइकन पढाएर पाउँछ। हामी त्यहाँ केही गर्न सकिरहेको छैन। हामी त्यो निरीह सांसद, यो देशको सांसद जति निरीह केही पनि छैन। मन्त्रीजीको त एचपिटीको अधिकार छ, उहाँहरूलाई होला केही अधिकार, तर सांसद तपाईँ पनि सभापति हुनुहुन्छ, तपाईँको के अधिकार? तपाईँ शिक्षामा के गरिदिन सक्नुहुन्छ? केही सक्नुहुन्छ? बढीमा उहाँ चाहिँ एउटा धेरै समितिको हुनुहुन्छ भने स्कुल। त्यस कारण मेरो भनाइको नि क्वालिटी शिक्षा गरौँ, मास एजुकेसन होइन, सेन्टर अफ एक्सिलेन्सी खोजौँ, केही खोलौँ, स्टार्ट त गरौँ। हुन्छ बहादुर नि मेयर भन्छ यसलाई के टेर्ने टिचरको तरफ। जस्तै तपाईँलाई बताउँछु, त्यो जुन मेयर जुन पार्टीको हुन्छ त्यसको अन्तर्गत त्यो हेडमास्टरले चाकरी गर्यो भने त्यसको त खैरियत छैन। यो यहाँदेखि यो नयाँ संविधानको देने हो उहाँ भनेर जानु समाजवाद, यो समाजवाद हो। त्यस कारणले मैले लास्टमा के गर्नु भने हरेक प्रदेशमा कम्तीमा एउटा आवासीय विद्यालय बनाऊ। बुढानकन त अहिले बिग्रेको रूप छ, तर पहिलाको बुढानकन रामती बुढानको परेको जो पनि हो पहिलाको होस् त्यो राम्रै पोजिसनमा थियो। र त्यसलाई बुढानकन मोडल किन भन्छु भने त्यहाँ फुल पे पनि छ, हाफ पे पनि छ, फुल स्कलरसिप पनि छ। त्यस कारणले मेरिटलाई क्रस नहोस्, मेरिटले ठाउँ पाओस् पढ्नलाई। दोस्रो कम्तीमा 7वटा खोलिदियो भने त्यही दिन मन्त्रीजीको घर पनि देखाएको छु, आएर मन्त्री हटेबाट पनि म उहाँले अभिनन्दन गर्छु। दलको 5-10 हजार काम कायता खाए, दलको सांसदको नेताहरूको 2-4 गो राष्ट्रपति आयोजनाको घर गयो, त्यसले केही हुनेवाला छैन, केही भएको मात्रै हुन्छ। त्यस कारणले क्वालिटी एजुकेसन, टिचरमा जो क्वालिटी छैन त्यसलाई ह्यान्डसेक दिएर हटाऊ। शिक्षक सेवा आयोग बाहेक कुनै प्रक्रियाबाट नियुक्ति हुनु हुँदैन। व्यवस्थापन समितिको कुनै जरुरी छैन। व्यवस्थापन समितिको 10वटा मलाई मेरिट देखाइदियो त म मान्छु। एउटा पनि मेरिट मैले आफ्नो आँखाले देखिरहेको छु कि हाम्रो क्षेत्रमा पनि 14वटा हाई स्कुल छ। त्यो हाई स्कुल त हामी देख्छौँ नि, प्राइभेट नदेखे पनि हाई स्कुल त देखिरहेको छु, बिगारेको छ। त्यस कारणले यो देश प्रचुर सम्भावनामा छ, तर हामी नेताले बिगारेको देश हो, कर्मचारीले बिगारेको देश हो। यसलाई यहाँसम्म बिगारेर ल्यायो, कति समय बिगारेर लग्छु। यहाँको आधा पपुलेसन बाहिर सिफ्ट भइरहेछ। यस्तै रह्यो भने 25-20मा 5-10% मान्छे बस्छ जसलाई देशप्रति कसैको निष्ठा हुँदैन। तपाईँले स्यालेरी दिनुहुन्न, क्वालिटी एजुकेसन दिनुहुन्न, जेमा पनि दलको आधारमा डिस्क्रिमिनेसन गर्नुहुन्छ। डिस्क्रिमिनेसन भएपछि कहिले पनि उन्नत हुँदैन। शिक्षामा कुनै कम्प्रोमाइज गर्नु हुँदैन। शिक्षामा सबभन्दा बढी लगाउनुपर्छ, लगानी पनि सही ठाउँमा जानुपर्छ, दलीय भागवण्डाको आधारमा जाँदैन। त्यो स्वास्थ्य राष्ट्रपतिको हाम्रो त राष्ट्रपतिको आयोजना के छ त्यो हामीलाई थाहा पनि छैन। हामी के भन्छ जो छ त्यसैले अर्बौँमा बाँडेको छ, फेरि करोडमा पनि होइन। त्यस कारणले राष्ट्रपति समयमा सघाउँदैछु, किनकि मैले बोले पनि केही हुनेवाला पनि छैन। यो बोलेको पनि तपाईँले बोलेको कुरा अलिअलि होला, केही पनि हुँदैन। एउटा कुरा के भने व्यवस्थापन समिति हटायो भने त्यही दिन उहाँको मन्त्री हटाउँछ, जुन दिन किनकि जुन दिन ट्रेड युनियन खाली गर्छ त्यही दिन उहाँको मन्त्री हट्छ, त उहाँको मन्त्रीको जागिर राखेर केही गर्नुहुन्छ। जो व्यवस्थापन समिति ट्रेड युनियन तपाईँ हामीले कानुन बनायौँ भने त्यो कुरा पनि हट्छ, चिन्ता नगर्नु न। कानुन बन्यो भने हुन्छ। बनाउने त काङ्ग्रेस एमाले छ, बहुमत छ, बनाउँछ। हामी त स्वतन्त्र यहाँ छैन नि, मात्र मिडियामा किन यहाँ त काङ्ग्रेस एमाले भन्ने छैन नि, यहाँ त स्वतन्त्र होइन। मैले यहाँ तपाईँ जस्तै सांसद सबै मैले बुझेको छु। यहाँ के हुन्छ भने त्यस कारण मैले एउटै भन्न खोजेको कि यो दलीय छायाबाट विद्यालयदेखि विश्वविद्यालयसम्म बिग्रेछ र पार्टीगत हिसाबले जुन डिनदेखि सेवाको अध्यक्षदेखि सबै नियुक्ति मान्यज्यूलाई मैले रोकेँ। त्यसै कारणले थ्याङ्क यू, तपाईँलाई धन्यवाद। यदि तपाईँले लिखित सहयोग जान्छ कहिलेसम्म 1 पेज लेखेर पनि पोइन्ट धन्यवाद धन्यवाद, त्यो जरुरी छ। एकाडेमिक्स भएको कारणले, तर यो प्रक्रियाले हामी दुनियाँको युनिभर्सिटी जान्छ त्यो सुध्रिँदै सुध्रिन्छ, डाउनबाट गएछ नि।